साथीहरू हाम्रो घरको हल्का यसो चाहिँ हेर्दै गरौँ। यो चाहिँ हाम्रो पोर्च हो। यहाँ चाहिँ हाम्रो गाडी राख्ने ठाउँ बनिन्छ। त्यहाँदेखि यो चाहिँ एउटा यसो बस्नलाई बाहिर बस्नको लागि हो भने यो चाहिँ ओपन स्पेस यतापट्टि, र यो भाग चाहिँ हाम्रो कम्पाउन्ड वाल हुन्छ। त्यसपछि हामी यहाँबाट छिर्ने बित्तिकै यो सिटिङ रुममा पुग्छौँ। प्लस यहीँबाट आउँछ। त्यस्तै गरी यो चाहिँ हाम्रो एउटा बेडरुम भयो। यो सिटिङ रुम हुन्छ, यहाँ सिटिङ रुम हो यो। त्यस्तै गरी यो भयो बाथरुम र यो किचन। दिस इज द किचन एन्ड दिस इज अनदर बेडरुम। त्यहाँदेखि यहाँबाट हामी सिँढीको काम हुँदैछ। यहाँ मुनि वासिङ मेसिन बस्ने ठाउँ। त्यस्तै गरी हामी माथि जान्छौँ। यो सिँढी भयो हाम्रो, यसमा ग्रेनाइट लाग्छ। त्यहाँदेखि माथि हामी गएपछि हाम्रो बन्दै गरेको घरको यो एरियामा यो चाहिँ हाम्रो छत भयो। यो छत छ। त्यस्तै गरी एउटा यहाँनिर स्टोरको रूपमा वा एउटा रुम छ। यहाँ यो रुम पनि राम्रै स्पेस छ, स्पेसियस रुम हुन्छ। यहाँ झ्याल हुन्छ, ढोका हुन्छ, माथि टिन छ यसमा चाहिँ। र यो चाहिँ हाम्रो बाहिरको भ्यू भयो, घरबाट देखिने यस्तो छ। र यहाँबाट जाँदै गर्दा हाम्रो यताबाट हेर्दाखेरि चाहिँ यस्तो छ। यहाँबाट यता यस्तो देखिन्छ भने यहाँबाट पछि पहाड देख्न सकिन्छ। मजाले पहाड हेर्न सक्नुहुन्छ तपाईँले यहाँबाट हेर्दाखेरि। यो शान्तिपुरको डाँडो, त्यस्तै गरी यो रोङको गाउँपालिकाहरू, यो छेउका घरहरू भए। त्यस्तै गरी यहाँबाट चाहिँ अलिकति मौसम गरेको बेला खरसाङसम्मको दृश्य देख्न सकिन्छ। यो बादलहरू हो र यतापट्टिको भ्यू यस्तो छ। घरहरू बनिन थालिसकेका छन् यो प्लटिङमा। यहाँ पनि एउटा घर बन्दैछ। यहाँनिर अरूहरू छन्।